यसरी दुईटा राख्ने यसरी एक घन्टा राख्दा नि हुन्छ पछि भन्दा हुन्छ यसरी हैन तपाईहरुले यो यसरी राख्न पनि मिल्यो यस्तो बनाएर यहाँ डोरीले बाँधेर यसरी झुन्डाएर यसरी राख्न पनि मिल्यो यसरी राख्न पनि मिल्यो हेर्दै यसरी बाँधेर यसरी राख्न पनि मिल्छ भयो यो यसरी बनाउने भइसक्यो यसरी यसरी यस्तो गर्ने दुईटा बनाइसकेको यसरी गर्ने दुईटा यहाँ राख्ने अनि यसलाई यस्तो गरेर यहाँबाट यसरी घुमाउने फेरि दुईटा यतापट्टि राख्ने यो दुईटा यतापट्टि राख्ने अनि यस्तो गरेर यसलाई यहाँबाट यसरी घुमाउने ओके